तपाईँ सबैलाई नमस्कार। हामी अब नाचिहारको मेलामा चाहिँ अब सहभागी भएका छौँ अनि हाम्रो अब कता हेर्नु कता नहेर्नु। यो नाचिहार मेलामा चाहिँ अब सबभन्दा पनि अब 5 वर्ष पछाडिको अन्तरालमा चाहिँ अब भिड भएको छ। यहाँ अब मतलब 5 वर्ष पछाडि आएको अब 5 वर्ष अगाडि अब जवानी बेला थियो भएर आएको होला। अहिले अलि पुलिसकाल बेला थियो यहाँ है होइन। अब कताको हेर्नु कताको नहेर्नु। सबभन्दा पनि यो सिस्ने गाउँपालिका वडा नम्बर 7 नाचिहारमा चाहिँ पर्छ। यहाँ हेर्नु गाउँहरू पछि छ पनि ठुलो महिनो भएको छ। ठुलो महिनो भएर पनि अब के हुन्छ यो 25% मात्रामा चाहिँ पहिला फैलिन्छ क्या अब। अनि यो नाचिहारको सबभन्दा पनि ठुलो मेला हो है। अनि यहाँबाट अब सर्र देखाइदियो अगाडि देखाइदियो अब अगाडि अब हल्का हल्का धेरै ल अब यो गर्र टोली रहेछ यहाँतिर नाचिराखेको छ। अनि यसमा चाहिँ अब धेरै छ क्या माहौलहरू। अब आफ्नो आफ्नो तारबारमा चाहिँ अब यतातिर अब बसिराखेको छ। अझै मेला पस्ने प्रक्रिया जारी नै रहेछ। यहाँतिर अब सर्र पारेर नाचिराखेको छ टोलीहरू होइन। अनि यसमा चाहिँ अब अगाडि पनि सर्र नाचिराखेको थियो। अब धेरै लामो लङ भिडियो हुन्छ त्यस कारण अब यहाँतिर अब मेला बसिराखेको छ। अनि यहाँ अब आफ्नै तालमा चाहिँ अब नाचिराखेको छ है। अब मान्छे अब आफ्नो आफ्नो तालमा चाहिँ छ मान्छेहरू है। अब यताबाट आयो भन्नाले पनि यहाँ गर्रटोली सबभन्दा ठुलो माहौलको गर्रटोली रहेछ यो। अनि गर्रटोली नाचिराखेको छ है। यता पनि गर्रटोली छ। सबभन्दा यो पुलको सबभन्दा ठुलो टप मेला हो। अब सबभन्दा ठुलो मेला हुन्छ। अब यसमा बाटो पनि गाडी पर्छ। अब यसरी बाटो काट्न पनि लम्बा गाडी छ कि मान्छेहरू धेरै छ। यतातिर ठ्याक्क गर्रटोली रहेछ। कुनै गर्रटोलीलाई देखाइदियो है। देखाइदियो मेरो माउली फेरि भाउजू फेरि हजुर सर नमस्कार।